ज्यू, प्रमुख अतिथि विश्वबाट आउनुभएको वडा अध्यक्ष, विभिन्न ठाउँबाट आउनुभएको अभिभावक ज्यू, विभिन्न स्कुलबाट पाल्नुभएको गुरुवर्ग, मेरो प्यारो गुरुवर्ग तथा मित्र भाइ बहिनी, यी दाजु, म यसै विद्यालयको कक्षा 8 मा पढ्ने प्रथम विद्यार्थी परीक्षा मण्डलको तर्फले जय श्री राम न्यानो अभिवादन। हामी हिन्दू सनातन धर्म अनुसार 4 वर्णमा बाँडिएको छौँ, जस्तै ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। हामी विभिन्न जात जातिमा बाँडिरहेको छौँ, जस्तै कामत, राजभर, पासवान। हामी सबै मानवता हो भन्ने भावना छैन। धेरै भयो जात जातिले गरौँ बिदाई। हामी सबै मानवता भाइ भाइको नारा लिएर अगाडि बढ्नुपर्छ र मानवता बचाउनु पर्छ। यदि हामीले सरी गरेनौँ भने केही वर्षपछि विश्वमै नै मानवता समाप्त हुनेछ। श्री कृष्ण भगवानले के भन्नुभएको छ कि श्रीमद् भागवत गीतामा अध्याय 6 को श्लोक नम्बर 6 मा, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदा मानवं सृजाम्यहम् पवित्रनायं साधूनां विनाशाय चतुष्टधा धर्म संस्थापना अर्थात् सम्भवानि युगे युगे। जब जब यो धरतीमा अत्याचार, पाप, अधर्मको वृद्धि हुन्छ, तब श्री कृष्ण कुनै न कुनै रूप लिएर धर्मको पुनर्स्थापना गर्नुहुन्छ। श्रीमद् भागवत गीताको बारेमा हामी हिन्दूहरूलाई थाहा छैन। फेरि मान्छेले यो पनि थाहा छैन कि हिन्दूको ग्रन्थ भनेको कुन हो। श्रीमद् भागवत गीता यस्तो ग्रन्थ हो जसमा जीवनमा आउने हरेक समस्याको समाधान रहेका छन्। श्रीमद् भागवत गीता द्वापर युगमा श्री कृष्णले कुरुक्षेत्रबाट अर्जुनलाई दिएको ज्ञान हो। श्रीमद् भागवत गीतामा 18 अध्याय 700 श्लोक रहेका छन्। जबकि ठुलो वैज्ञानिकहरूले श्रीमद् भागवत गीतामा समस्या खोजी गरिराख्नु भएको छ। हामी पश्चिमी सभ्यताको नक्कल गर्दैछौँ। हो, राम्रो कुरा लिनुपर्छ र खराब कुरा छाड्नुपर्छ। श्रीमद् भागवत गीता अध्ययन गर्नुपर्छ। हामी विद्यालय गएपछि एउटा असल शिक्षकको लागि शिक्षा लिन सकिन्छौँ, एउटा असल डाक्टर बन्न सकिन्छौँ, एउटा असल इन्जिनियर बन्न सकिन्छौँ। तर अनुशासन संस्कारी बन्न लागि श्रीमद् भागवत गीताको आवश्यकता पर्छ। यदि अयोध्याको महाराज जस्तो सेवा पाउनु छ भने श्री राम भगवान जस्तो पुत्र हुनुपर्छ। उहाँमा भएको संस्कार, रीतिरिवाज के हामीले आफ्नो सन्तानले त्यस्तो ज्ञान दिन्छौँ? होइन त। हामी नयाँ मोबाइल किनेपछि त्यसमा सानो खाम पनि हुन्छ कि मोबाइलले कसरी खोल्ने र कसरी चलाउने। त्यसरी नै श्रीमद् भागवत गीता हो हामीले आफ्नो जीवनलाई कसरी अगाडि बढाउने। संस्कार त विद्यालयबाट आर्जन गर्ने चिज होइन, संस्कार त घर परिवार समाजबाट प्राप्त गर्ने चिज हो र हामी मानिसको समूहले बनेको हुन्छ। यदि समाजमा संस्कार बिग्रेको छ भने हामीले बुझ्नुपर्छ कि हामी पनि बिग्रेको छौँ। हरेक अनुहार पछाडि बुद्धि पनि फरक हुन्छ, हरेक समाज पछाडि संस्कार पनि फरक हुन्छ। जे जति भए पनि असल संस्कारको जहिले पनि कदर हुन्छ। समय परिवर्तनशील छ, समय अनुसार नयाँ कुरा पनि अपनाउनु पर्छ। जो मान्छे संस्कारको कदर गर्दैन, हामीले बुझ्नुपर्छ कि त्यो भविष्यको पुर्खाको पनि कदर गर्दैन। भन्ने गरेको छ कि पुरुष बिग्रेमा 1 पुस्ता विनाशको मुखमा जान्छ, महिला बिग्रेमा 7औं पुस्ता विनाशको मुखमा जान्छ। हस्, धन्यवाद।